च्यानल परेको यो मेरो काम गर्ने ठाउँ चाहिँ परोटा हान्ने मेसिन हो हाम्रो आगोमा पुरै हान्नु यहाँ आगो बलिरहेको छ यहाँबाट अब चाहिँ परोटा हान्दा चल्दैको मेरो परोटा हान्ने हो मेरो काम चाहिँ यस्तो है गाइजहरू यो पुरै मैदाको पुरै परोटा बनाएर दिनुपर्छ कि यस्तो यो मैदा अब निकालेर फेरि बोल बनाएर मैदा मुसेको मेसिन मैदा मुसेको मेसिन र फेरि बोल बनाएर म तपाईँलाई भिडियो देखाउँछु अब यो चाहिँ त्यहाँ पुरै कल्ली तताएर अनि त्यसपछि रेडी हुन्छ है त कल्ली पनि हल्का आगो बढाउनुपर्छ फेरि सानो आगोमा हुँदैन फेरि आगो बढाउनुपर्छ लग लग भयो अब यो तातिरहेको छ त्यसपछि तातो भइसक्यो त्यसमा हालेर तताएर पकाएर त्यसपछि दिने यसरी पकाउनुपर्छ है यो चाहिँ आगो तताएर बढाएर स्याहार्नुपर्छ पहिला यसलाई यस्तो बनाइसकेपछि यस्तो बनाइसकेपछि यस्तो फाइनल्ली रेडी परोटा त्यो तातो हुन्छ यो पैसा कमाउनुलाई एकदम गाह्रो छ पैसा परोटाको पार्सल आयो गाइजहरू त्यतिकै पैसा कहाँ कमाउन पाइन्छ र अरूको ठाउँमा त्यो तातो हुन्छ यहाँ गर्मी हुन्छ पानी खाएन भने मान्छे मर्छ यस्तो काम गर्छ 65वटा परोटा अर्डर आइसकेको छ 65वटा परोटा पनि बनाएर दिनुपर्ने हुन्छ अब एकछिनमा 9:30 बजे फर्स्ट गाह्रो छ गर्मीमा काम गर्नुपर्ने हुन्छ त्यसपछि पसिनाले लुगा भिजेर लखरक्कै हुन्छ त्यसलाई भनिन्छ परोटा एउटा मात्र काम हो नि यहाँ मेरो पुरै काम हो सब अल टोटल काट्नुपर्छ गाइज काट्नुपर्छ अल टोटल काम हाल्नुपर्छ है म चाहिँ सब काम गरिदिन्छु क्या एउटा मात्र होइन अब कटिङ गरिसकिसकेपछि त्यहाँ अर्को फेरि बल समाइरहेको छ फेरि परोटा हाल्नु गर्नुपर्ने छ अब एउटा मात्र काम गरेर बसिरहेको कुरा हुँदैन अलि काटेर पनि सकियो अब कटिङ यो चाहिँ एउटा 2-3वटा गरी बनाउँछ 3वटा गरी एउटा चाहिँ त्यहाँ पकाइरहेको छ फेरि एउटा मेरो हाल्नुपर्ने बाँकी नै छ जति बललाई पिस बनाएर त्यसपछि फेरि यसमा हालेर तातोमा बाफ्नु गाह्रो छ त्यसपछि कामै खतम सकेको